हेलो एभ्रिवान, आज म लाली बजार मुभी हेर्न भनेर घरबाट निस्केँ। पहिले नयाँ बानेश्वर बन्देला थिएटर पुगेँ। यहाँ मेरो भाइले वेट गरेर बसेको थियो। यहाँ ग्रान्ड रिहर्सल नाटक अझै 1 हप्ता थपिएको छ। हजुरहरूले पनि हेर्न छुटाउनु भएको छ भने एकचोटि अवश्य हेर्न आउनु होला है। त्यसपछि हामी लाग्यौँ दरबारमागतर्फ। जय नेपाल सिनेमा हलमा पुग्यौँ। त्यहाँ साथीहरूसँग पनि भेट भयो। त्यही सँगसँगै सीता सिरियलको टिमसँग पनि भेट्ने मौका मिल्यो। फोटो खिच्यौँ, रमाइलो गफ गर्यौँ अनि हलभित्र लाग्यौँ। सो सुरु हुनुभन्दा अगाडि लाली बजारको हिरोइन स्वस्तिमा खड्का आउनु भएको थियो। उहाँले मुभी हेरेपछि आफ्नो प्रतिक्रिया दिनुहोला भन्दै सबैलाई वेलकम गर्नुभयो। तर साँच्ची भन्नुपर्दा यो केवल एउटा मुभी जस्तो लागेन मलाई। यो त समाजको एउटा दबिएको कथा थियो जुन धेरै वर्षपछि कसैले खुलेर भन्न खोजेको महसुस भयो। वादी समुदायको जीवन, उनीहरूले भोगेको पीडा, आफ्नो सन्तानको राम्रो भविष्यका लागि गरेको सङ्घर्ष अनि समाजले हेर्ने फरक दृष्टिकोण, यी सबै कुराहरू फिल्ममा निकै संवेदनशील तरिकाले देखाइएको छ। हामी धेरै जसो सोशल मिडियामा देखाइएको नेगेटिभिटी वा अरूले भनेको कुराको भरमा धारणा बनाउँछौँ, तर यो फिल्म हेरेपछि लाग्यो कुनै पनि समुदाय जन्मिँदै गलत हुँदैन। त्यहाँ त कठिन परिस्थितिले उनीहरूको जीवनलाई त्यो मोडमा पुर्याउँछ। मुभीको स्टोरी, इमोसन, एक्टिङ हरेक सिनले मन छोयो। कतिपय सिनमा आँखा रसाए त कतिपय सिनमा धेरै सोच्न बाध्य बनायो। मलाई पर्सनल्ली यो फिल्मले एउटा कुरा सिकायो, समाज परिवर्तन गर्न आवाज दबाएर होइन, सत्य बोल्ने साहस गरेर अगाडि बढ्नुपर्छ। एकपटक लाली बजार मुभी खुलेर हेर्नुहोस्, किनकि कहिलेकाहीँ फिल्म केवल मनोरञ्जन होइन, समाजको वास्तविक ऐना पनि हुन्छ।